गोली हालेर मार्ने अपराधीहरूलाई उनले छोराको रूपमा ग्रहण गरे। अनि पास्टर सोम्याङको एउटा छोरी जवान छोरी पनि थिइन्। अनि पास्टर सोम्याङले भने यो दुईजना तिम्रो आफ्नो दाजु हो। उनका छोरीले दाजुको रूपमा ग्रहण गर्नलाई 30 वर्ष लाग्यो। र 30 वर्षपछि पास्टर सोम्याङको छोरीले पनि ती दुवैजनालाई दाजुको रूपमा ग्रहण गरे। नर्थ कोरियाले थाहा पायो उनले पठाएको जासुसहरूलाई त पास्टर सोम्याङले त क्रिस्चियन बनाएर छोराको बनायो भने प्रचार पठाए सुनेपछि नर्थ कोरियाले फेरि अरू जासुसहरू पठाएर यी दुवैलाई मार्नको निम्ति फेरि सेना पठायो। अनि दुवै छोराहरूलाई मार्न भनेर फेरि नर्थ कोरिया जासुस पठायो। त्यो बेलुकी पास्टर सोम्याङ मात्रै घरमा थिए। ती जासुसले बुवालाई मारे, पास्टर सोम्याङलाई मारे र दुई छोरा बाँचे। र पछि गएर त्यो मण्डली जुन स्वर्गको टापु मण्डली स्थापना भएको थियो त्यो मण्डलीको पास्टरको रूपमा दुई जासुसहरूले जो छोरा बनाएका थिए उनले मण्डलीको अगुवाको रूपमा काम गरे। पास्टर सोम्याङको स्टोरीको एउटा फिल्म बनाइयो, डकुमेन्ट बनाइएको छ। कसरी एउटा व्यक्तिले आफ्नो छोरा मार्नेहरूलाई ती जासुसहरूलाई आफ्नो पुत्रको रूपमा तयार गरे अनि उनीहरूले अवश्य मण्डलीको सेवकहरू भए। दाजुभाइ दिदीबहिनीहरू, प्रेमले ठुलो परिवर्तन ल्याउँदछ। प्रेममा शक्ति छ। प्रियहरू, मेरो यो प्रार्थना छ परमेश्वरले त्यो प्रेम हाम्रो मण्डलीमा दिनुभएको छ ताकि हाम्रो विरुद्धमा हाम्रो विरोध गर्नेलाई हामी प्रेम गर्न सकौँ। मेरो समय सक्ने लागेको एउटै स्टोरी भनेर म अन्त गर्छु। तपाईँलाई कतिलाई थाहा छ होला इन्डोनेसियाको बारेमा। इन्डोनेसिया मुस्लिम कन्ट्री हो। सन् 2000 मा योहानेस भन्ने व्यक्ति एउटा सारा परिवारलाई मुस्लिमहरूले क्रिस्चियनको भनेर खेती तरवारले काटेर मारे। उनको बुवा, उनको आमा, उनको भाइलाई मुस्लिमहरूले तरवारले काटेर मारे। र योहानेस मेडिकल डाक्टर पढ्दै थिए। उनी घरमा आएको बेला उनको सबै परिवारलाई मारियो। योहानेसलाई काटेर नालामा फ्याँकेको थियो। र पछि गएर त्यहाँको सेनाको बस्तीले हेर्न आउँदाखेरि चाहिँ लास लडिरहेको छ नालामा। उनको आमा बुवा चाहिँ सबै तरवारले काटेर मारियो। उनको पछाडिबाट तरवारको काटेको कारण टाउकोभरि गर्दनभरि कुमभरि तरवारले काटेको थियो। योहानेस नालामा लडिरहेका थिए। सेनाले हेर्दा उनको धुमधुमी चाहिँ रहेछ। उनलाई अस्पताल लगेर उनलाई जीवित बचाइयो। 2 महिनाको अस्पताल बसाएपछि सबै उनी निको भयो। घाउहरू खतहरू निको भयो। उनी आफ्नो गाउँ फर्किन चाहे तर इन्डोनेसियन गभर्मेन्टले गाउँ फर्किन दिएन किनकि मुस्लिमहरूले उनलाई फेरि मार्ने सम्भावना थियो। उनका गाउँका सबै मानिसहरू भागेर अर्को सहर पसेका थिए। त्यहाँका एउटा पनि क्रिस्चियनहरू त्यो गाउँमा थिएनन्। त्यसकारणले योहानेसले आफ्नो गाउँ फर्किने कुनै सम्भाव्यता थिएन। तपाईँ सबैलाई थाहा छ होला त्यसो योहानेस अर्कै सहरतिर उनी लागे। मेडिकल पढ्दै उनी त्यही काम गर्न लागे। सन् 2004 मा तपाईँलाई थाहा छ ठुलो सुनामी आयो इन्डोनेसियामा। जुन गाउँमा योहानेस हुर्किएका थियो त्यो गाउँका सबै मानिसहरू, धेरैजना मानिसहरू चाहिँ त्यो ठुलो सुनामी, ठुलो आँधी बेनीको साथ आएको सुनामीमा परेर सयौं हजारको सङ्ख्यामा त्यो गाउँका मानिसहरू मारिए। अनि योहानेसले थाहा पायो आफ्नो पुरानो गाउँ जहाँ उनका आमा बुवालाई मारिएको थियो त्यो गाउँमा क्रिस्चियनहरूले पनि ठुलो एड लिएर मेडिकल डक्टर्सको टिम त्यहाँ पठाइयो। सुनामीबाट प्रभावित सबै त्यहाँ गाउँका मानिसहरूलाई स्वास्थ्य शिविर उनीहरूले खोलेर सेवा गर्न लागे। सबैजना टिमहरू, क्रिस्चियन टिमहरूले मानिसहरू जताततै लासहरू तैरिरहेका थिए। समुद्रको किनारमा बिरामीहरूको सयौं हजारको सङ्ख्यामा मानिसहरू त्यहाँ थिए। सबैजना सेवा गरिरहेका थिए। योहानेसले तम्बुमा बसेर रुँदै थियो। अनि सबैजना साथीले हेरे योहानेस त्यो मेडिकल त्यो टेन्ट हुन्छ नि, क्याम्पको टेन्टको पछाडि बसेर रुँदै रहेछ। के भयो भनेको उनले एउटा कुरा भनेका थिए, मेरो बुवा र आमालाई मार्ने मान्छे यिनीहरू हो, म कसरी सेवा गर्न सक्छु यिनीहरूलाई भनेर उनी टेन्टमा बसेर त्यो मान्छेलाई सम्झेर रुँदै रहेछ। सब टिमले भने हामीले उनीलाई निरन्तर सेवा गर्न पर्छ। तिम्रो आमा बुवालाई मार्ने मानिसहरूलाई बदला लिने होइन तर उनीलाई सेवा गर्नुपर्छ। सबैजना हौसला दिए। उनी फेरि सेवा गर्न लागे। जसरी सेवा गरिरहेका थिए गर्मीको समयमा उनले बेलुकी पखमा आफ्नो
सर्ट उतारेका थिए, त्यो सेन्डो भेस्ट लगाएर बसिरहेका थिए। त्यहाँदेखि लासमाथि लास बोकेर कुद्नु परेको थियो। पानी परिरहेको छ, ठुलो गर्मीको मौसम छ, पानी परिरहेको छ, अनि सबै लासहरू बोकिरहेका छन्। अनि योहानेसले उनको सर्ट खोले, अब सेन्डो भेस्ट लगाएर लास बोकिरहेका थिए। अनि त्यतिखेर त्यहाँको मान्छेले, त्यो मुस्लिम मान्छेले देखे उनको पछाडि खट्छ चोटै चोट्छ। अनि एकजना मुस्लिम अगुवाले आएर सोधे, भाइ यो तिम्रो के कारण यो खट भयो? तिम्रो पछाडिको भाग त पुरै तरवारको डोबहरू छन्। अनि योहानेसले भने म लडेर त्यस्तो भएको गाडी एक्सिडेन्टमा भयो। अनि त्यो मुस्लिम अगुवाले भने यस्तो हुनै सक्दैन, किनकि गाडीको एक्सिडेन्टमा भएको अरू ठाउँ पनि खत हुन्छ, तिम्रो त पछिल्लो भाग गर्दनको भागहरूमा कुममा मात्रै खत छ। यत्रो गहिरो चोट हुन्छ, यति लामो टुक्रीका तरवारका त्यो घाउहरू छन्, कसरी यस्तो भयो? अनि त्यो योहानेसले अन्तिममा साँचो कुरा बताए। तपाईँलाई थाहा छ 4 वर्ष अगाडि मेरो परिवारलाई यहाँका सबै मुस्लिमले मारे, त्यो बेला मलाई मारेर नारायण खाने, अनि म चाहिँ बाँचेँ। सबै गाउँको मुस्लिमहरू आए यो कुरा सुनेपछि। अनि योहानेसलाई क्षमा माग्यो भने हामीलाई माफ गरौँ, हाम्रो मुस्लिम जातिले तपाईँलाई यति दुःख दिएका रहेछन्। सबैजना मुस्लिमले रुँदै अङ्गाल मारेर योहानेसलाई माफ मागे, किनभने देखे कि आफ्नो आमा बुवालाई मार्ने मान्छेलाई योहानेसले सेवा गरिरहेका थिए। त्यो कुरा देखेर सारा गाउँका मानिसहरू एकचोटि योहानेससँग गएका थिए, किनकि योहानेसले आफूलाई मार्ने मान्छेहरूलाई निरन्तर सेवा दिइरहेका